जापानमा बस्ने सम्पूर्ण नेपालीहरू समक्ष यो भिडियो पुर्याइदिनु होला। म एउटा घटनाको बारेमा तपाईहरुलाई प्रस्तुत गर्न गइरहेको छु। 2 दिन मात्रै भएको छ नेपालबाट एकजना परिवारले हामीलाई सम्पर्क गर्नुभयो। सम्पर्कमा भन्नुभएको थियो हाम्रो एकजना छोरा इमिग्रेसनको जेलमा छ, के गर्ने होला, कसरी छुटाउन सकिन्छ होला भन्नुभएको थियो र कसरी उहाँ इमिग्रेसनमा पर्नुभयो भन्ने कुराहरू केही पनि जानकारी नभएको र उहाँको परिवारले इमिग्रेसनमा पनि फोन गर्दाखेरि सम्पर्क हुन नसकेको भनेर हामीलाई जानकारी दिनुभएको थियो। त्यो भाइ पढ्ने भिजा विद्यार्थी भिजामा जापानमा आउनुभएको रहेछ र जापानमा आइसकेपछि एक्सिडेन्टमा परेको भनेर घटना बाहिरबाट मैले सुनेको थिएँ। अब के एक्सिडेन्ट हो भन्ने कुरा जानकारीमा आएको छैन। त्यो भाइलाई पुलिसले समात्यो र पुलिसले समातिसकेपछि अहिले त्यो भाइ इमिग्रेसनको जेलमा हुनुहुन्छ र उहाँको परिवारले सम्पर्क गर्नुभयो र मैले इमिग्रेसनमा तुरुन्तै फोन हानेर त्यो भाइको बारेमा डिटेलहरू बुझ्न खोजेँ। तर तपाईँ परिवार होइन भने तपाईलाई हामीले केही पनि भन्न मिल्दैन भनेर मलाई केही पनि जानकारी दिनु भएन। मैले त्यहाँबाट केही पनि जानकारीहरू लिन पाइनँ र त्यसपछि मैले टोकियोमा रहेको नेपाल एम्बेसीमा डाइरेक्ट सम्पर्क गरेँ, सरहरूसँग कुरा गरेँ र सरले उहाँहरूसँग शुक्रबार कुरा भएको थियो। आज सोमबार उहाँहरूले बिहान इमिग्रेसनमा फोन गर्नुभयो। इमिग्रेसनमा फोन गरिसकेपछि इमिग्रेसनबाट उहाँहरूलाई पनि त्यही मलाई जस्तै भन्ने कुराहरू भनेछ। त्यो भाइले इमिग्रेसनमा पनि कोही जानकारी नगराउनु, मेरो बारेमा कसैलाई पनि नबताउनु भन्नुभएको रहेछ र त्यो भनिसकेपछि इमिग्रेसनलाई पनि केही बताउन मिल्दैन भनेर उहाँहरूले जानकारी दिनुभयो। यदि त्यो भाइलाई भेट्नै मन छ भने डाइरेक्ट आफ्नो परिवार इमिग्रेसनमा गएर भेट्न सक्नुहुन्छ भनेर जानकारी दिनुभयो र उहाँको परिवार पनि अहिले जापानमा हुनुहुन्न। सम्पूर्ण परिवारहरू नेपालमा हुनुहुन्छ। आमा बुवा पीडित हुनुहुन्छ, दिनरात रुनु भएको छ। उसको दाजुभाइहरू हुनुहुन्छ, दाजुभाइ पनि पीडित हुनुहुन्छ। तर उहाँले किन यस्तो काम गर्नुभयो अथवा उहाँलाई किन पुलिसले समातेर इमिग्रेसनको जेलमा राख्यो भन्ने बारेमा केही कुराहरू खुल्न सकेको छैन र उहाँहरूसँग मैले अन्तिम कुरा गर्दाखेरि अब तपाईको आफ्नो मान्छे जापानमा छ भने उहाँलाई इमिग्रेसनमा गएर म उहाँको परिवार हो भनेर वास्तविक कुरा बुझ्न सकिन्छ, नत्र फोनबाट अथवा कसैलाई भनेर यो जानकारीहरू प्राप्त हुन सक्दैन भनेर मैले उहाँहरूको परिवारलाई जानकारी दिएँ। मैले यो तपाईहरुलाई भन्नुको कारण के हो त, किन मैले यस्तो कुराहरू तपाईलाई प्रस्तुत गरेको छु त भन्दा, यदि तपाईलाई इन केस जापानमा कोही हिँड्दा ओर्दा पुलिसले समात्यो र पुलिसले लिएर गयो भने तपाईलाई सोधेको हुन्छ तपाईले कसैलाई जानकारी दिन चाहनुहुन्छ, तपाईले जापानमा रहेको नेपालको एम्बेसीलाई जानकारी दिन चाहनुहुन्छ अथवा परिवार कोही छ भने कसैलाई जानकारी दिन चाहनुहुन्छ, तपाईँ समातिनु भएको छ भनेर सोधेको हुन्छ। तपाईहरुले 2-4 दिनमा निक्लिहालिन्छ के रे भनेर तपाईले कसैलाई नभन्नु भन्नुभयो भने तपाई लापत्ता हुनुहुन्छ। तपाईलाई भेट्न कोही आउँदैन, तपाईको बारेमा बुझ्न कोही आउँदैन। त्यही भएर म सम्पूर्ण नेपालीहरू जति पनि जापानमा हुनुहुन्छ तपाईहरुलाई मेरो एउटा अनुरोध छ, बाइ चान्स तपाईलाई पुलिसले समात्यो जापानमा र तपाईलाई कुनै पनि केस लगाउनको लागि प्रक्रिया अगाडि बढायो भने तपाईले जापानिज बुझ्नुहुन्न भने मलाई नेपाली बोल्ने मान्छे ल्याइदे, मलाई इंग्लिश बोल्ने मान्छे ल्याइदे भनेर भन्नु होला। र तपाईको आफ्नो परिवार जापानमा कोही पनि हुनुहुन्न भने तपाईको आफ्नो परिवार भनेको जापानमा रहेको नेपाल एम्बेसी हो। तपाईले नेपाल एम्बेसीमा एकचोटि मेरो बारेमा सम्पर्क गर्दिनु भनेर भन्नुभयो भने त्यहाँबाट धेरै कुराहरू हुन्छ। अहिले त हामी एम्बेसीसँग मिलेर पनि धेरै कामहरू गरेका छौं, एनआरएनएसँग मिलेर धेरै कामहरू गरेका छौं। तपाईले कसैलाई पनि नभन्ने भन्नुभयो भने तपाईको बारेमा कसैलाई थाहा हुन्न। नेपालमा भएको परिवारलाई कति पीडा हुन्छ होला, एक दिन तपाईले फोन नगर्दा परिवार कति छटपटिन्छ होला, महिनौसम्म वर्षौसम्म तपाईको सम्पर्क भएन भने के हुन्छ होला त्यो परिवारमा। यति कुराहरू सम्झिनु होला र जापानमा हुने जति पनि हुनुहुन्छ यो भिडियो त्यो व्यक्तिहरुसम्म पुर्याइदिनु होला। मलाई त केही पनि हुन्न, मलाई त पुलिसले समात्दैन, मैले त गल्ती गर्दिन भनेर कसैले नभन्नु होला। कुनै पनि समयमा हामी पर्न सकिन्छ, त्यो परेको बेलामा अरु कसैलाई सम्पर्क नगरे पनि जापानमा रहेको एम्बेसीलाई जानकारी गराइदिनु होला भन्नुभयो भने तपाईले फोन नम्बर पनि भन्नु पर्दैन, उनीहरु आफैले खोजेर एम्बेसीमा चाहिँ यस्तो यस्तो मान्छे हाम्रोमा छ, यसरी समातिएको छ भनेर जानकारी दिनुहुन्छ। त्यहाँबाट मात्रै जानकारी प्राप्त भयो भने तपाईको बारेमा
कस्तो प्रक्रियाहरू अगाडि बढाउने के गर्न सकिन्छ भन्ने कुराहरू सहज हुन सक्छ। अब जति पनि जापानमा आउनु भएको छ, गल्ती गर्ने नै हैन जापानमा, र गल्ती भइहाल्यो भने पनि तपाईलाई पुलिसले समातिहाल्यो भने पनि तपाईले चाहिँ नि एम्बेसी अथवा आफ्नो परिवारलाई जानकारी दिनु भनेर चाहिँ नि भन्नु होला, नलुकाउनु होला। यदि तपाईले लुकाउनु भयो भने, तपाईले कसैलाई नभन्नु भन्नुभयो भने त्यो जापानको पुलिसले कसैलाई पनि भन्दैन र तपाईको के भइरहेको छ भन्ने कुरो केही जानकारी हुँदैन। तपाई महिनौसम्म वर्षौंसम्म त्यही जेलमा बस्नुपर्छ। म यति जानकारी गराउन चाहन्छु। धन्यवाद।